मेरो दुःख रुनलाई कातरु जुनलाई ओठ रुनलाई त मन त छँदैछ नछोड्ने हात बन्थ्यो नछोड्ने हात बन्थ्यो यस्तो होइन गाइस यो म हो यो मेरो साथी हो हामी हाम्रो ग्याङ हो भाइ यता फर्किनु न यो हाम्रो ग्याङ हो हामीहरूले आज यिनीहरूले लिएर आएका छौँ चाउमिन खिलाउन यिनीहरूलाई आज हामी घुम्न लिएर आएको छौँ घुमाउनको लागि होइन चाउमिन खिलाउँछु भन्दै त्यही भएर हामी आइदिएको सरी यताबाट जाउँ न हामीले के कुरा देखिसकेका छौँ हामीले अहिले हामीले धेरै कुरा देख्यौँ तर हामी केही देखे जस्तो गर्दैनौँ तपाईँहरूले देख्नुभयो कि नै इट्स ओके तपाईँहरूले देख्नुभयो कि नै तपाईँहरूलाई देखाएकै छैन कहाँबाट देख्छ हो मेरो क्यामेरा भनेको मसँग हुन्छ कि तपाईँसँग हुन्छ देखाउनु मेरो हो कतिदेखि भन्नुहुन्छ अनि यताबाट त यता पनि क्यामेरा सुट भइरहेछ ए भान्जा तिमीलाई भिडियोमा लिँदैछु नरौ त बाबु तिम्रो भिडियो बन्दैछ नरौ भने बुझ्दैनौ यो रुन्चे मान्छे एकदमै रुन्चे मान्छे जब एउटा जब ऊ किन्दैन भनेर रोइदिँदा ओम नमः नारायण जय हो प्रभु उतातिर कार दिने कुरा भइरहेको थियो होइन तर हामीले कार सर हामीलाई नौ भन्दै कार हाल्ने पेट्रोल डिजेल हाल्ने पेट्रोल पैसा नभएर हामी कार नलिने भन्ने निदो गऱ्यौँ अरूलाई दान गरिदियौँ हामीले अरूलाई लैजाओस् यस्तै हो कि दिस इज अ वाइट हाउस दिस इज अ वाइट हाउस लुक एट हियर दिस इज अ प्लेन माथि आकाशमा प्लेन छ हामी तल गुडिरहेछौँ हाम्रो यात्रा आज होइन यहाँसम्मको हो यो बसन्तपुर भन्ने ठाउँको किनभने हामीलाई पनि थाहा हुन्न यो बसन्तपुर भन्ने ठाउँ हो होइन भनेको वाइट हाउस सेतो घर होइन अनि यहाँ अगाडि जनताहरू धेरै छन् नेपाली जनताहरू प्लस अरू पनि छन् छन त त्यसमा खासै फरक पर्दैन अहिले जन्तीहरू हेरौँ जनता छोडौँ होइन मलाई चस्मा दिनु मेरो चस्मा लगाएर म भिडियो बनाउन लाग्छ यस्तो हुन्छ नि दिदी अब यो हाम्रो दाइ हो होइन यता दाइ यो हाम्रो दाइ हुन् यी दाइ एकदम राम्रा छैनन् भनेर अरूले भन्लान् तर लास्टै राम्रा छ होइन उहाँ दाइ पनि लास्ट हेर्छौँ देखेँ मैले तर यो मान्छे हेर्नुहोस् यो बिल्डिङ गर्दै थियो हामीले बोलायौँ फ्याक्टै आयो काम छोडेर आएको छ आज यसको 500 रुपियाँ तलब काटिनेछ जम्मा हो 500 पुरै काटिन्छ होइन बिचारको 500 तलब थियो त काटिन्ला छ त्यही भएर सक्दो सहयोग गर्ने होला बरु यसमा स्क्यानर राखिदिन्छु यार घरको सामान जस्तो के राख्ने कुरा नगर्नु यहाँ के कुरा राख्ने कुरा भइरहेको छ गाइज होइन रातो साडी चार पाङ्रे गाडी दिउला सुनको चुरा बरुरी नै काडी बरुरी नै काडी कालो कौवा रेलीमाई पिपलु आगैमा रौला रेलीमाई यो आउने मागैमा तपाईँहरूलाई एउटा कुरा भन्न चाहन्छु होइन मेरो पछाडि कोही जनताहरू छैनन् एउटा भएको एका देशमा एउटा मान्छे थियो त्यो मान्छे यही हो हामीले के बुढो भएको छैन झन्डा देख्यौँ होइन हेर्न सक्नुहुन्छ तपाईँको नेपालको झन्डा हाम्रो नेपाली दिदीले बोके जस्तो माने मैले है नेपालको झन्डा ओ भाइहरूले यहाँ भाइलाई कुट्दैछन् हेरौँ हेरौँ ल हानु विज्ञान ल भाइहरू हाम्रो विज्ञान किन कुटेको यार चारलाई झगडा गर्ने होइन है नकुट ल नकुट तिमी नकुट के ल यिनीहरूले पनि कुट्लान् फेरि यिनीलाई पनि नकुट भन्छु ल नकुट है युट्युबै छैन यार भाइ म त भिडियो बनाउँछु मात्रै हाल्दैन आकाशिक के हो होइ आकाश कि आई डोन्ट नो यस्तो हाम्रो विदेशी ब्रान्ड हो कि भने मेरो भाइहरू भाइको मुझे हात माथि हामी चाहिँ आज घुम्नको होइन म चाहिँ म हो होइन म चाहिँ म हो म चाहिँ को मलाई थाहा भएन यस्तै हो गाइज हाम्रो दिदीहरू चाहिँ कहाँ गयो भन्ने उहाँ पुगिसक्यो हराइसक्यो होइन तर हामी खोज्न चाहन्छौँ हाम्रो आफ्नै दिदी हुनु होइन ठिक छ खोज्न चाहन्छौँ रातो रातो खुर्सानी पिरो छ मेरो साथी केटी भन्दा हिरो छ यहाँ कहाँ दिदीको पसल छ भन्थ्यो नि पसल आज पुगेर जाउँ न दिदी हाम्रो छिमेकी दिदीको पसल थियो नि यहाँ कहाँ हो स्टेसनरी पसल जाउँ न पुगेर आउँ न भेटेर आउँ
दिदी अहिले आएर यस्तो भन्नुहुन्छ है चिया खिलाउँदा कि खाएर आउँदा म होइन होइन त्यो त्यहाँबाट भित्र भन्थे कहाँ मैले गाइस देखेको चिया पान गरेर आऊ भन्ने जाउँ त। भन्यो मेरो त होइन दिदी नै भन्नुहुन्छ जाने हो, हेर कतै जाने हो? जाउँ न बरु जल्दी न घर रुममा के काम छ र हाम्रो अहिले मैले देखेको छ नि त्यहाँ जानु त्यतै भन्दै चिया पान गरौँला नि आहा राम्री त त्यहाँ रहेछ नि त्यहाँ जाउँ क्या हो होइन उता जाउँ न ल गाइस हामी त्यहाँ फेरि फर्केर जाने निदो गऱ्यौँ हामीहरूले होइन उता हाम्रो दिदी दिदी केही भन्न चाहनुहुन्छ केही भन्नु भन्न न चाहन्न छोड्दै केही न केही भन्नु न तपाईँले भन्नु त के? भन्नु न म जान चाहन्थेँ नि त्यही पनि जबरजस्ती लैजान्छन् भनिदिनु न ल उहाँ पनि राम्रो राम्रो मान्छे हुनुहुन्छ होइन तर भिडियो बनाउनु नहुने हो ठिकै छ दाइ ए मेरो भाइ आइज न दाइ कम यहाँ तपाईँलाई म तातो चिया खिलाउन चाहन्छु एउटा दिदीको पसल खोज्दै जाँदैछौँ हामी मोबाइलले नै म बनाउँछु अब यो हो र त्यस्तो होइन गाइस यहाँ दिदी के पो आउनु लाग्छ भन्नुहुन्छ होइन तर भन्न दिन्छु म दिदीलाई दिदी यस्तो कुरा भनिराख्नु हजुर हजुर गाइस त हाम्रो ल हाम्रो फ्यानहरू हुनुहुन्छ यहाँ बाटोमा होइन यस्तै हो गाइस अब घुम्नुपर्छ समयमा नघुम्यो भने होइन पछि गाह्रो हुन्छ त्यही भएर समयमै घुमिसक्यो भनेपछि यही समयमा घुम्ने हो क्या पछि त अब के हुन्छ हुन्छ अब 2-4 दिनपछि अब फ्लाइट चाहिँ जानु पर्यो होइन अर्का देशमा सानै भाडा होइन यसो पैसा कमाउने लत बसिसक्यो त्यही भएर पैसा कमाउनु हिँड्नुपर्छ कि गाइस पैसा कमाउनु पर्छ कि पैसा कमायो भने हो कि यस्तो देखिने हेर्नु त चटक्क मैले कस्तो टी सर्ट लगाएको छु होइन रिसेन्टली बाइक किनेको छु होइन रिसेन्टली तैँले बाइक किनेको त्यो किन्ला हेर्नुहोस् त आज जस्तो छ पेट्रोल सकिएको थियो पैसा थिएन त्यही भएर यसलाई मागेको दिएन अँ अनि फेरि ठिकै छ भने मैले के भिडभाड भयो फेरि यस्तो खासमा कुरा के हो भन्दाखेरि हिँड्नलाई सेहतको लागि एकदमै राम्रो हो अरे कि ओ। त्यही भएर मैले खासमा यस्तो गरेको हो हो त्यही भएर हो कि अहिले बाइक नल्याएको अहिले खासमा पनि त अब बाइक ल्याउनु त के कुरा हो ल्याइहाल्थेँ नि 2-4 वटा त यसको के अरे आफन्तलाई दिएको छ होइन एक दुईवटा आफन्त त्यही हो एउटामा म पनि पर्छु होइन मागेर होइन फेरि म त चोरेर हुन्छ अनि फेरि माग्ने कुरै हुन्न नि त माग्नु त कुरै हुँदैन चाबी राखेको हुन्छ उठाइहाल्छ त्यही त। खतरा मान्छे हो कि अनि ग्यास टेन्सन नगर होइन मलाई चाहियो भने भन बरु तिमीहरूलाई चाहियो तिमीमा पनि- तिमीहरूलाई चाहियो तर तिमीहरूलाई दिन्नौ नि हामी किन चाहियो किन चाहियो भाइ पढ यो पढ्ने उमेर होइन त्यो यताउता डुल्ने उमेर होइन बाइक चाहिएको छ भने गएर मम्मीलाई भन बाबा किन भाइ हामीलाई नहुनु बाइक चाहिएको छ भनेपछि हामीलाई नभन है किनभने हामीले पनि आफ्नै पैसाले किने हो त्यही भएर तिमीहरू पनि आफ्नै पैसाले किन या नभए आफ्नो आमा बाउलाई भन रोइ कराई गर लडबडी त्यो माटामा पल्टेर सुत्देऊ मरिदिन्छु भन्दै झुन्डिन्छु भन्दै खाना खान्न भन बरु त्यस्तो भन्नु पाइयो तर त्यस्तो नभन है त्यस्तो नभन। त्यस्तो राम्रो होइन बरु मर्छु चाहिँ नभन आत्महत्या चाहिँ नगर होइन बरु झुन्ड हाम्फाल्छु तर मर्छु चाहिँ नभन गाह्रो हुन्छ नि मरेपछि कस्तो दर्द हुन्छ तिमीहरूलाई के थाहा हेमराजले तेलमा तार्छ हो कि नै अनि पछि गएर एमराले तेलमा तिमी जस्ता उयो के भन्छ नि त्यसलाई के भन्छ खै त्यो भन्दै कामले नराख्ने मान्छे है अनि तिम्रो जस्ता अभागी त नभन तिम्रो जस्ता काम काजका दुश्मन अनाजका हामी एउटा दिदीको पसल खोज्दै आइरहेको छौँ अनि एउटा दिदीको पसल खोजिरहेको छौँ हामीहरू गाइज कहीँ भेट्टाउनुहुन्छ भने हामीलाई सम्पर्क गर्नु होला हामी एउटा स्टेसनरी खोज्दै आइरहेको आज साँझ यो भिडियो आउनेछ है गाइजहरू होइन तपाईँहरूलाई आज साँझ तर आउँछ तर कहाँ भन्ने मात्र कुरा हो कहाँ आउँछ टिभीमा आउँछ टिभीमा हजुरले खोज्नु होला टिभीमा आउँछ है टिभीमा खोज्न पाइयो अनि त्यो तपाईँको के अरे मोबाइलमा चाहिँ भेटिन्न है यो भिडियो किनभने मोबाइलमा हाम्रै मोबाइल मात्र हुन्छ स्टेसनै भेट्दैन तपाईँ हामी चाहिँ आज हाम्रो एउटा दिदीको पसल छ त्यही भएर त्यही दिदीको पसल खोज्न हिँडेका छौँ हामीहरू है गाइज कहाँ हिँड्यो भनेर सोच्नु भयो होला तर हामी हामी यस्तै लपङ्ग हिँड्दै हाल्छौँ नि जहाँ पाएँ त्यही खुट्टा छ 4 खुट्टा छैन 2 खुट्टा छन् होइन हुनु त 4 छ यस कारण मेरा मिलाएर 4 हुन्छ त्यस्तो खुट्टा अरूको खुट्टा गउने भने त यार 4 जना 8 कति पो हुन्छन् होइन अब चाय हबेबी